सोमबारको सफलताको कथा। आज हामी एउटी नेपाली केयरगिभरको मन छुने कथा लिएर आएका छौं, जसले भाषाको अवरोध पार गरेर वृद्ध-वृद्धाको मन जित्नुभयो। हाम्रो मुख्य पात्र हुनुहुन्छ लान, 26 वर्षीया। नेपालबाट विशेष कौशल भिजामा जापान आएको 1 वर्ष भइसकेको छ। जापानी भाषा दक्षता परीक्षा N4 पास गरे पनि वास्तविक केयर वातावरणमा भाषाको अवरोधले उहाँलाई निकै संघर्ष गर्नु पर्यो। जापान आएको 3 महिनापछि लान हरेक दिन चिन्ताले थिचिएकी थिइन्। जापानी भाषा विद्यालयमा पढे तापनि सुविधामा रहेका वृद्ध-वृद्धाले के भन्दैछन् भनेर बुझ्न सक्नुहुन्नथ्यो। उहाँहरू स्थानीय बोली र पाठ्यपुस्तकमा नभएका अभिव्यक्ति प्रयोग गर्नुहुन्थ्यो। लानलाई उहाँहरूको भनाइको वास्तविक अर्थ बुझ्न निकै गाह्रो हुन्थ्यो। तानाका बज्जे, 85 वर्षीया। उहाँ सधैँ दयालु हुनुहुन्थ्यो र न्यानो मुस्कान दिनुहुन्थ्यो, तर लानले उहाँलाई पूर्ण रूपमा बुझ्न सकेनन्। अपराधको भावना आफ्नो भाषा कौशलमा निराशासँग मिलेर कहिलेकाहीँ विश्रामको समयमा उहाँको आँखाबाट आँसु ल्याउँथ्यो। लानले हरेक दिन एउटा सानो नोटबुक बोक्न थाल्नुभयो। जहिले पनि कुनै शब्द बुझेनन् भने तुरुन्तै लेख्नुहुन्थ्यो। विश्रामको समयमा वरिष्ठ कर्मचारीलाई व्याख्या गर्न भन्नुहुन्थ्यो र राति छात्रावासमा फर्केर त्यस दिनको नोट पुनरावलोकन गर्नुहुन्थ्यो। यो दिनचर्या दिनौं जारी रह्यो। तर एक दिन सबै कुरा बदलियो। तानाका बज्जेको हात नुहाउन मद्दत गर्दै गर्दा लानले एउटा नेपाली लोरी गुनगुनाउनुभयो। तानाका बज्जेले मुस्कुराउँदै भन्नुभयो, कति राम्रो गीत। त्यो क्षणमा लानले केही गहिरो कुरा महसुस गर्नुभयो। तानाका बज्जेको अनुहार तुरुन्तै चम्कियो। लानसान, तिम्रो जापानी धेरै राम्रो भएको छ। म धेरै खुशी छु। त्यो क्षणमा लानको आँखाबाट आँसु बग्यो। उहाँले जोड्न सक्नुभयो, सञ्चार गर्न सक्नुभयो। खुशी शब्दभन्दा बाहिर थियो। त्यसपछि लान नबुझेमा इमान्दार हुन थाल्नुभयो। के तपाईँ फेरि भन्न सक्नुहुन्छ भन्दै र मद्दतको लागि इशारा प्रयोग गर्नुभयो। तानाका बच्चैले भन्नुभयो, मलाई तिमी मनपर्छ लान जान, किनभने तिमी धेरै कोशिश गर्छौ। एक दिउँसो लान तानाका बच्चैसँग टिभी हेरिरहेकी थिइन्। एउटा कमेडी कार्यक्रम चलिरहेको थियो र तानाका बच्चे कमेडियनको मजाकमा ठूलो स्वरमा हाँस्नुभयो। लान पनि उहाँसँगै हाँस्नुभयो। त्यसपछि तानाका बच्चेले भन्नुभयो, लानचान, हामीसँगै हाँस्न सक्छौ, यसले मलाई धेरै खुशी बनाउँछ। लानले महत्वपूर्ण कुरा महसुस गर्नुभयो। भाषा केवल सञ्चारको माध्यम होइन, यो मनलाई जोड्ने पुल हो। परीक्षाको अङ्कभन्दा महत्वपूर्ण कुरा छ, त्यो हो अरूको हेरचाह गर्ने मन र सञ्चार गर्न चाहने इच्छा। त्यो दिन लानले निश्चित रूपमा महसुस गर्नुभयो कि उहाँले यो काम जारी राख्न सक्नुहुन्छ। अहिले लानले जापानी भाषा दक्षता परीक्षा N3 पास गरिसक्नु भएको छ र N2 तर्फ अध्ययन जारी राख्दै हुनुहुन्छ। तानाका बच्चेसँगको कुराकानीमा अब बोली बुझ्न समेत समावेश छ। सुविधाका कर्मचारी र अन्य बासिन्दाहरूले भन्छन्, लानचान, तिम्रो जापानी त धेरै राम्रो छ। लानले आफ्नो अनुभव नयाँ विदेशी केयरगिभरहरूसँग साझा गर्न पनि थाल्नुभयो। सुरुमा साँच्चीकै गाह्रो थियो, तर मैले हार मानिन। हरेक दिन अलिकति अलिकति अगाडि बढे। त्यसपछि बाटो खुल्यो। तपाई पक्कै पनि गर्न सक्नुहुन्छ। भाषाको अवरोध पक्कै पनि अग्लो छ, तर यो पार गर्न नसकिने पर्खाल होइन। दैनिक सानो प्रयास, हेरचाह गर्ने मन र कहिल्यै हार नमान्ने मनोवृत्ति, यी 3 कुरा भएमा बाटो पक्कै खुल्छ। लानले यो प्रमाणित गर्नुभयो। यदि तपाईँ अहिले भाषाको अवरोधसँग संघर्ष गरिरहनु भएको छ भने लानको कथा सम्झनुहोस्। सुरुमा सबैलाई गाह्रो हुन्छ, तर यदि तपाईँ एक पाइला अगाडि बढ्नुभयो भने वृद्ध-वृद्धासँग मुस्कान साथ कुरा गर्न सक्ने दिन आउनेछ। हामी तपाईँको चुनौतीलाई पूरै मनदेखि समर्थन गर्छौं। आजको सफलताको कथा यहाँसम्म। भोलि मंगलबार हामी अन्तर्वार्ताको पहिरन र शिष्टाचारको व्यावहारिक गाइड ल्याउनेछौं। कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र सूचना खोल्नुहोस्। भोलि भेटौँला। शुभ हप्ता।